अब सायद 2-4 दिनपछि चाहिँ अब यस्तो कुरा पनि हुन्छ होला क्या सायद होइन, चुनाव हारिसकेपछि क्या। अनि मैले चाहिँ लामै हुने भएर अलिअलि चाहिँ अब काममा पेपरमा पनि सानो उसमा लेखेको छु क्या। यस्तो यस्तो सायद आरोप लाउँछ होला क्या, अब हारिसक्यो नि त, अब त नाक देखाउनु त गाह्रो हुन्छ। अनि अब चुनाव धाँधली भयो, मत हेरफेर भयो, मत पेटेका नै साटियो लाँदा लाँदै बाटोमा, अनि नक्कली मत हालियो, यसरी खाइ त्यत्रो आउँछ। अनि नक्कली मत हालियो होइन। अब त्यसपछि अब विदेशीको एकदम चहलपहल भयो, एकदम अब अमेरिकाको इन्डियाको भन्लान्। अनि अब बुथ चाहिँ अब कब्जा गरेर यताउति दायाँ बायाँ गऱ्यो भन्लान्, अनि प्रशासनको दुरुपयोग गऱ्यो भन्लान्। अनि अब होइन योजनाबद्ध यस्तो गरेर चाहिँ गऱ्यो भन्लान् होइन, शक्ति र पैसाको गऱ्यो भन्लान्। अहिले अब यो सरकारै सर्ट टर्मको लागि बनेको सरकार हो नि त होइन, यो किनकि यो बादल कि फेब्रुअरीमा बनाए भन्छ नि त। यस्तै यस्तै कुराहरू चाहिँ सायद अब भोलिबाट चाहिँ आउने दिनहरूमा चाहिँ सायद अब यस्तो योजनाबद्ध चाहिँ भएको छ यो कुराहरू, अहिले यो पुरानो पार्टीलाई हराउन भनेर चाहिँ भन्छन् जस्तो मलाई लाग्छ क्या है। मेरो उसमा चाहिँ मैले चाहिँ यो कुराहरू चाहिँ झक्क अघि चाहिँ यस्तो सोचिरहेको छु क्या, के हुन्छ होला कसो हुन्छ होला भनेर होइन। त्यस्तो जस्तो लाग्छ। अरू कस्तो कस्तो हुन्छ होला मलाई छ्याट्ट भन्नु होला है त। ल अहिलेलाई चाहिँ जय देश, जय कन्ट्री, जय नेपाल है।